माउन्ट एभरेस्ट संसारकै उच्च हिमालमा पर्दछ, जसको उचाइ 8848 मिटर रहेको छ। यो हिमाल सगरमाथा भनेर पनि चिनिने गरिन्छ र यसको स्थान नेपालको सोलुखुम्बु जिल्लाको खम्बु पासाङ लामो गाउँपालिकामा पर्दछ। 1953 मे 29 तारिकका दिन बिहान 11:55 नेपालका तेन्जिङ नर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलेरीले पहिलो पटक यस चुचुरोमा पाइला टेकेका थिए। त्यस बेलादेखि सारा संसारबाट सगरमाथा चढ्न भनी धेरै मानिसहरू आए र सो कार्य अहिलेसम्म निरन्तर छ। तर सगरमाथाको चुचुरोमा पुग्न त्यति सजिलो भने छैन। यसको उचाइ यति धेरै छ कि यसको चुचुरोमा सास फेर्नको लागि न्यूनतम अक्सिजन पनि छैन र यति चिसो हावा चल्छ कि शरीरमा रहेको तातो रगत पनि यसले जमाइदिन सक्छ। त्यही भएर सपना बोकेर हिँडेका कतिपय पर्वतीरोहण जसले यस्तो प्रकोपको सामना गरेर अघि बढ्न सकिरहेको हुँदैन, उनीहरू बीच बाटोमै आफ्नो ज्यान गुमाइरहेको हुन्छन्। त्यही भएर पनि अहिलेसम्म 300 जना पर्वतीरोहणहरूले आफ्नो ज्यान सगरमाथा चढ्ने क्रममा गुमाइसकेका छन्। सगरमाथामा एउटा यस्तो च्यान पनि छ जहाँ 150 वटा लास जमेर बसेका छन् र जसले गर्दा यो एकदमै डरलाग्दो यात्रा पनि भनिने गरिन्छ। सगरमाथा चढ्ने मान्छेको कुरा सुन्ने हो भने उनीहरूले आफू चढ्ने बेलामा आत्माहरूको अनुभव पनि गरेका छन्। उनीहरूको भनाइ अनुसार त्यो आत्मा उनीहरूका हुन् जो सगरमाथा चढ्न भनी गएका थिए र बीच बाटोमै मरेका थिए। आउनुहोस्, अब म तपाईहरूलाई एउटा यस्तै अनुभव सुनाउन गइरहेको छु जसले आफू सगरमाथा चढ्ने क्रममा एउटा यस्तै आत्मासँग भेट गरेका थिए। सन् 1993 एकजना ब्रिटिस पर्वतीरोहण जसको नाम फ्र्याङ्क स्मिथ रहेको थियो, उनी सगरमाथा चढ्ने भनी प्रिसमितबाट एकजना नेपाली गाइड दोर्जे शेर्पासँग निस्केका थिए। रातिको मध्यरातमा उसको अगाडि एउटा 1800 फिट ठूलो पर्वत थडिरहेको देख्छ, जसको चुचुरो भनेको उसको गन्तव्य हुन्छ। आँखामा लुकेको सपना र मनभित्र रहेको ठूलो साहस बोकी उनी आफ्नो गन्तव्यतर्फ अघि बढ्छ। उनी हिमाल चढ्न भनेपछि यति धेरै इच्छुक र यति धेरै मोहित थिए कि उनी जस्तो सुकै हदसम्म जान पनि पछि पर्दैन थिए। आफूसँग एकजना नेपाली गाइड लिएर उनी हिमाल चढ्न भनी बिस्तारै टुकुर टुकुर गर्दै अघि बढ्न थाले। ऊ जति अघि बढ्दै जान्छ उसको त्यो सफलता हासिल गर्ने भित्री बल नाजुक हुँदै गएको हुन्छ। कारण यही वर्ष एभरेस्ट चढ्ने मनोकांक्षा लिएर हिँडेको 10 पर्वतीरोहणको